टिकटकमा रवि लामिछाने र बालेन शाहबीच राजतन्त्र सहितको हिन्दू राज्यमा सहमति भएको भन्दै एउटा भिडियो पोस्ट गरिएको छ। तर के साँच्चै रासपा र बालेन शाहबीच राजतन्त्र फर्काउने विषयमा सम्झौता भएको हो? वास्तविकता पत्ता लगाउन हामीले उनीहरू बीचको सहमतिको तथ्य जाँच गरेका छौँ। 2082 पुस 13 गते रासपा र बालेन शाहबीच 7 बुँदे सहमति भएको थियो, जसको मुख्य बुन्दाहरू बालेन शाह आगामी निर्वाचनमा रासपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार बन्ने, रवि लामिछाने पार्टी सभापति रहने, जेएनसी आन्दोलन र भ्रष्टाचार विरुद्धका मागलाई सम्बोधन गर्ने विषय समावेश छन्। तर यस सम्झौतामा कतै पनि हिन्दू राज्य वा राजतन्त्र सम्बन्धी बुँदाहरू उल्लेख छैनन्। त्यस लगत्तै रासपा, बालेन र उज्यालो नेपाल पार्टीबीच भएको एकतामा पनि राजतन्त्रबारे कुनै उल्लेख गरिएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी बालेन शाह र उज्यालो नेपाल पार्टी लोकतान्त्रिक पद्धतिमा प्रतिबद्ध छन् र उनीहरूले राजतन्त्रलाई विकल्पको रूपमा लिएका छैनन्।